शशिदेलेक नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारण हेरिरहनु भएका सबै श्रोताहरूलाई स्वागत छ। यस सप्ताहको तिब्बत परम्परा दलाईलामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुजु सङ्घको उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमभवन ज्यूद्वारा आइआइटी मुम्बईले आयोजना गरेको कुराकानीमा सहभागिता। परमभवन ज्यू र केन्द्रीय प्रशासनले आर्चबिशप टुटुलाई बधाई। परमभवन ज्यूको कार्यालयद्वारा पुनः विज्ञान गरेको वेबसाइट सुरु। भाषामा धार्मिक चाडको बेला चिनिया पुलिसको भारी प्रतिबन्ध। प्रतिनिधि स्कट पेरीले राष्ट्रपति ट्रम्पलाई तिब्बतको स्वतन्त्र स्थितिको पहिचान गर्न आग्रह। अमेरिकी दूतावास कार्यालय लन्डनद्वारा मानवाधिकार सम्बन्धी छलफलको आयोजना। फ्रान्सको संसदहरूले नोबेल शान्ति पुरस्कार दिवसको आयोजना। अन्तर्राष्ट्रिय मानवाधिकार दिवसमा तिब्बतीहरूले चीनको विरुद्ध विरोध प्रदर्शन। अब समाचार विस्तारमा। यस हप्ता मङ्गलबार टेक फेस आइआइटी मुम्बईद्वारा आयोजना गरिएको एक कार्यक्रममा परमभवन दलाईलामा ज्यूले शारीरिक र मानसिक कल्याणको बीच सहकार्य रहेको कुरा ओल्याउँदै अहिंसा र अनुकम्पाले मनमा शान्ति ल्याउँछन् र शान्ति मनले शारीरिक सुखको भावना ल्याउँछन् भन्नुभयो। उहाँले आत्मा केन्द्रित दृष्टिकोणले समस्याहरूलाई आकर्षित गर्दछ, तर परोपकारिताद्वारा त्यसको प्रतिरोध पनि गर्न सकिन्छ भन्नुभयो। Actually, you see, training of our mind make distinction, destructive emotion and constructive emotion. Then constructive emotion is direct sort of weapon to reduce destructive emotion. So self-centered, selfish is the key factor for problem. For that, counterforce is altruism. As I already mentioned, you see, karuna, altruism, is the antidote of self-centered, selfish. आफ्नो समापनको टिप्पणीमा उहाँले कोभिड-19 महामारी सम्बन्धी प्रतिबन्धहरू खोलेपछि उनी विभिन्न शहरहरूको भ्रमण गरी भारतीय शिक्षाविदहरूसँग आधुनिक भारतीय विचारको अन्तर्दृष्टिलाई आधुनिक शिक्षासँग कसरी जोड्न सकिन्छ भन्नेमा छलफल गर्न आशा गर्दैछु भन्नुभयो। I am thinking seriously now this illness reduce, then I am very, very eager go to Delhi or Bombay, Calcutta and Bangalore. You see, meet some Indian education sort of scholars and how to develop in modern Indian education. परमभवन दलाईलामा ज्यूले मानवाधिकार ग्लोबल ट्रेजर एवार्ड प्राप्त गरेकोमा आर्चबिशप टुटुलाई बधाई दिनुभयो। उनीहरूको मित्रता र आध्यात्मिक सम्बन्धनको सम्झना गर्दै आर्चबिशप टुटुद्वारा मानव सेवाको लागि जीवनभरको प्रतिबद्धता रहेकोमा उहाँको प्रशंसा गर्नुभयो। You see, 90 years you spent a life with principle and helping humanity. And certainly your own religious tradition, Christian. You really work hard. I very much appreciate. I hope and I believe there's still another few more years, if possible, up to 100 years. Say, you may live and serving humanity as before. And since we both now become old, so now physical meeting, I go there difficult, and you also come here difficult. But in spiritual level, we never separate. We're always together.
केन्द्रीय प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंगे र निर्वाचन संसदका सभामुख श्रीमान पेमा जुग्नेले पनि मानव अधिकार ग्लोबल ट्रेजर एवार्ड प्राप्त गरेकोमा उहाँलाई बधाई दिनुभयो। द आर्टिकल.org ले शान्ति, समानता र मानव अधिकारको क्षेत्रमा आजीवन प्रतिबद्धताका लागि 10 डिसेम्बरमा आज बिशप टुटुलाई मानव अधिकार सम्बन्धी ग्लोबल ट्रेजर एवार्ड प्रदान गरेको छ। परमपावन दलाई लामा जूको कार्यालयले भर्खरै पुनः डिजाइन गरिएको तिब्बती वेबसाइट gyalwa-rinpoche.com को खोज उपकरणहरू डाउनलोड योग्य प्रकाशनहरू जस्ता नयाँ सुविधाहरूका साथ सुरु गरेको छ। अपग्रेड गरेको वेबसाइटले पनि परमपावन जूको शिक्षा, आगामी शिक्षा अनुसूची र अन्य सन्दर्भिक जानकारीका साथ सबैको लागि प्रयोग हुने अनुभव सिर्जना गरेको छ। तिब्बती बौद्धहरूले गत हप्ता प्रमुख वार्षिक धार्मिक उत्सव गन्देन ngамचो मनाए। यद्यपि तिब्बतको राजधानी ल्हासामा तिब्बतीहरूले त्यस दिन चोगलाखान र फर्कोर क्षेत्रहरूमा चिनिया पुलिसको असाधारण उपस्थिति र निगरानी देखिएको छ। दुई छोटो भिडियो क्लिपहरू जसमध्ये एक चोगलाखान र अर्को फर्कोर सडकमा लिएको थियो। पुलिस अधिकारीहरूद्वारा पवित्र स्थलहरूको परिक्रमा गरिरहेका तिब्बतीहरूको ठूलो समूहलाई कडा नजरका साथ सडकको दुवैपट्टि लाइन लगाएका थिए। एक पुलिस ड्रोन पनि धार्मिक समूहहरूको अनुगमन गर्दै चोगलाखानको भिडियोमा देखिएको छ। संयुक्त राज्य अमेरिकाका प्रतिनिधि स्कट पेरीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटा पत्र पठाई राष्ट्रपतिलाई तिब्बतलाई संयुक्त राज्यले एक स्वतन्त्र देशको रूपमा मान्यता दिन आग्रह गर्नुभयो। 16 डिसेम्बर 2020 को पत्रमा प्रतिनिधि पेरीले राष्ट्रपति ट्रम्पले चिनिया कम्युनिस्ट पार्टीको खराब व्यवहारलाई उजागर गर्ने पहलको प्रशंसा गर्दै कब्जा गरेको तिब्बतको स्थितिलाई उजागर गरे, जुन अमेरिकाको विगतका कानुनहरूले समर्थन गर्दछ। प्रतिनिधि पेरीले राष्ट्रपति ट्रम्पलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रपति जस्ता उच्च पदको प्रयोग गर्दै लाखौं तिब्बतीहरूको उज्जवल र स्वतन्त्र भविष्यलाई सुरक्षा गर्न आग्रह गर्नुभयो। विश्व मानव अधिकार दिवसको सम्मानमा अमेरिकी दूतावास कार्यालय लन्डनले सिङजाङ, हङकङ र तिब्बतमा मानव अधिकार सम्बन्धी स्पटलाइट एक तुलनात्मक दृष्टिकोण शीर्षकको एक भर्चुअल छलफलको आयोजना गर्नुभयो। तिब्बती दूतावास कार्यालय लन्डनका प्रतिनिधि श्रीमान सोनम सिरिङ फ्रासीले गैर कानुनी रूपमा तिब्बत कब्जा गरिएको तथ्यबाट चिनिया कम्युनिस्ट पार्टीले तिब्बतमा भएका सार्वभौमिक र मौलिक मानव अधिकार इन्कार गरेको कुरा भन्नुभयो। अन्य दुई प्यानलिस्टहरूमा विश्व उइगुर कांग्रेस बेलायतका निर्देशक रहिमा महमुद र चीन र अन्तर्राष्ट्रिय संसदीय गठबन्धनको सल्लाहकार र हङकङ प्रजातन्त्र समर्थक कार्यकर्ता नेथन ला हुन्। फ्रान्सको तिब्बती समुदायले परमपावन दलाई लामा जूलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेको 31औं पुण्यतिथिमा प्रभावशाली आभासी समारोहको आयोजना गर्नुभयो। सो समारोहमा केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोप्सा सिंगे, निर्वाचन संसद सभामुख श्रीमान पेमा जुग्ने, प्रतिनिधि टसी फुन्चोक लगायतका प्यानलिस्टहरूको प्रतिष्ठित समूहले भाग लिनुभएको थियो। चिसो मौसम र व्यापक कोभिड-19 महामारीको बावजुद युरोपमा तिब्बती समुदायका सदस्यहरूले गत बिहीबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा तिब्बतमा चीनको निरन्तर दमनको विरोधमा जनआन्दोलन गर्नुभयो। अस्ट्रियामा चिनिया दूतावास कार्यालयको अगाडि उइगुर समुदायका सदस्यहरूका साथ चीनको निरङ्कुश शासनको विरुद्ध नारेबाजी गर्दै चीनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वहरूको सम्मान गर्न आग्रह गर्नुभयो। यसैगरी सोसाइटी फर थ्रेटेन्ड पिपल्सले स्विजरल्यान्डको राजधानी बर्नमा जनआन्दोलनको आयोजना गरेको छ, जहाँ तिब्बती, उइगुर, हङकङ र विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागी हुनुभएको थियो। जर्मनीमा युथ लिबरलले कन्फ्युसियस कलेजबाट शैक्षिक स्वतन्त्रतामा चीनको प्रभावका विरुद्ध बर्लिनको फ्री युनिभर्सिटीको अगाडि एउटा विरोध प्रदर्शन गरेका छन्। जर्मन संसदका सदस्य गाइड जोन्सन र जोन्स ब्रेडनबर्गले सम्बोधन गर्दै चीनको विस्तारवादी एजेन्डा र शैक्षिक संस्थानहरूमा घुसपैठको कडा शब्दमा निन्दा गर्नुभयो। र यसैगरी स्विजरल्यान्डको तिब्बती समुदाय र लिक्सेनस्टेनले तिब्बतमा मानव अधिकार बिग्रिएको स्थिति विरुद्ध जेनेभामा संयुक्त राष्ट्र सङ्घ भवनको अगाडि जम्मा भएको थियो। यसका साथै आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।